आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा 10वटा भन्दा बढी झण्डा प्रयोग गर्न नपाइने भएको छ। निर्वाचन आयोगले चुनाव प्रसारलाई व्यवस्थित र मर्यादित बनाउन झण्डा प्रयोग सम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरेको छ। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रस्ताव गरिएको आचार संहितामा चुनाव प्रसारका क्रममा अत्याधिक झण्डा प्रयोगमा कडाई गर्ने व्यवस्था गरिएको हो। आयोगका अनुसार अब कुनै पनि राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस, कोणसभा वा घर दैलो कार्यक्रममा 10वटा मात्रै झण्डा प्रयोग गर्न पाउने भएका छन्। झण्डाको अनावश्यक प्रयोग र दुरुपयोग रोक्ने उद्देश्यले यस्तो व्यवस्थाको प्रस्ताव गरिएको आयोगले जनाएको छ। प्रस्तावित आचार संहिता अनुसार उम्मेद्वार वा दलको कार्यालयमा 3 गुणा 4 फिटसम्मको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न पाइनेछ। तर प्रसारका उद्देश्यले डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, सर्वे तथा सर्वदृश्य सामग्री प्रदर्शन गर्न पाइने छैन। त्यसैगरी राजनीतिक दल वा उम्मेद्वारको नाम र चुनाव चिन्ह भएको एउटै मात्र तुल वा फ्लेक्स राख्न पाइने व्यवस्था प्रस्ताव गरिएको छ। घर दैलो अभियानका क्रममा उम्मेद्वार, प्रस्ताव र समर्थक सहित 25 जना भन्दा बढीको जुलुस प्रदर्शन गर्न समेत नपाइने तथा बाजा, खाजा र झाँकी सहित प्रचार गर्न नहुने व्यवस्था गरिएको छ। प्रसारका लागि अनलाइन टिभी, स्कुलिङ र स्पिङ मल, कल सेन्टर, बैंकका एटिएम र काउन्टर, सन्देश, सडक नाटक लगायतका माध्यममा प्रयोग गर्न समेत प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ। यद्यपि राजनीतिक दल उम्मेद्वारले एउटा मात्रै निजी तथा आधिकारिक वेब पेजमा प्रसार सामग्री राख्न भने पाउनेछन्। यसका साथै दलको झण्डा वा चुनाव चिन्हको तोरण बनाई सार्वजनिक रूपमा प्रदर्शन गर्ने, भित्ते लेखन तथा सवारी साधन प्रयोग गरी र्याली निकाल्न समेत निषेध गर्ने व्यवस्थाको प्रस्ताव गरिएको छ। निर्वाचन आयोगले यी सबै व्यवस्थाहरू निर्वाचनलाई स्वच्छ, शान्त र मर्यादित बनाउनका लागि प्रस्ताव गरिएको जनाएको छ।